चिकाइमा चाहिँ एकदम इच्छा पुरा गर्नु दिनुपर्छ। त्यो मान्छेको नि यो घिसिङले गरेर यार कस्तो भयो मेरो फेस। अनि अलिकति त्यो गर्न सक्यो भने बुढीलाई अनि एकदम त्यसमा दुखाइ अनि एकदम डोज पुऱ्याएर चाहिँ गर्न सक्यो भने चाहिँ त्यो बुढीले एकदम सम्झना राखिरहनु क्या। बुढा विदेश गयो भने ओहो मेरो बुढाले त यस्तरी गर्छ है मलाई, म त पर्खिराख्नुपर्छ भन्ने हुन्छ क्या। अब कोही त गर्नै सक्दैन मान्छेले अनि बुढी पहिल्यै जाँदैन। बुढी पहिल्यै गएर समस्या, पैसा लियो भाग्यो, बुढी विपत्तै गयो। पहिल्यै जान्छ कि मासुले उहाँ चिकेन चाक चिकेको चिक्दाखेरि कस्तो फिल भयो भन् त है, सुनाइदिएर यो चिकेको तैँले होइन आज पनि चिकेको माछा चिकन चिकेको छैन हो मैले, म त चिक्न नपाएर माछा चिकन दिमाग खराब ए रन्डीको बारमा चिक्न चिक्न गएको क्या बारमा चिक्न गएको रे यो आज हेर न उहाँ नाङ्गै छ क्या राडीको माल कस्तो थियो ठिक थियो केटी साइडमा राखेर माल कस्तो थियो ठिक थियो भनेको नि थ्याट म कहाँ चिक्न जानु हो, मलाई भेटेकै छैन चिकन। यसलाई भनेको घिसिङ यार केटीलाई भनेको त माल कस्तो थियो ठिक थियो घिसिङको त लाडो होइन तुरी छ अरे अस्ति कमेन्ट नि सबले भन्दै थियो घिसिङको त लाडो होइन तुरी छ भन्दै थियो हो घिसिङ 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 बाबै चिक्दै होला लाडो ठन्काउँदै होला, लाडो एक लडा हानेको सुत्यो होला। गाह्रो छ यार घिसिङको पनि। तर केटा मान्छेहरूलाई के भयो सुन्न, केटा मान्छेहरूलाई चाहिँ कति सजिलो कि है खच खच एक्लै यस्तो यहाँ सुन्न लाइभमा यहाँ सुन्न मुजी लाइभमा आउँछन् होइन कुदी लाडो भनेको सुन्दा पनि चिक्ने जुरुक्क उठिहाल्छ अनि एउटाको नाम जप छ अनि माछ चिक्ने लाडो धस्ती हान्छ लुवात्तै झसा सिद्धियो काम त माछ चिक्नेहरू। घिसिङ चिक्दैछ है सही हो रे। फेरि को भएको शुक्रबार कि डबल ट्याप पनि गर है गाइज। मैले भर्खर न्यू भिडियो हालेको छु मान्छे किन भिडियोमा गएर चाहिँ चिक्छु, तँलाई म सुताउँछु, तँलाई म घोप्टो पारेर हान्छु, तेरो पुति ल्याङ फ्याङ पारिदिन्छु, तेरो पुति यस्तरी फुटाउँछु भनेर कमेन्ट म त तपाईँकै नाम जप्छु रे क्या। राम 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 के बोलेको है भगवानको खोजेर नआऊ यार केटाकेटी हो गएर गयो घिसिङ कस्तै भनेर कमेन्ट गर्न साह्रो छाडा बोलेको हौ के गर्ने यार मान्छेले टाइम पास गर्नु पर्यो, केटा छैन बोयफ्रेन्ड छैन मरेछ जस्तो लाग्छ त अरे तेरो मुख हेर्दा तेरो मुखमै दिनु जस्तो मन लाग्छ अरे जस्तोलाई त्यस्तै भएर छिक्ने ल हालिदेऊ न केटा हाल नै ल्याम ल्याम चाटेर मासले एमाम ठन्नक्कै पार कस्तो होला यार म्याचमा भन्नुको छोरा मजा आयो रे पानी झार्यो यार छिटो 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 न गर्दा आइडी जान्छ अनि के छिटो छिटो मजा आयो के रे कहाँको जस्तो गरेर चिक मासले कुकुर पुतीमा लाडो अरे नि पुतीमा लाडो त हुन्छ त क्या लाडोमा पुती हुनुपर्ने म्याच सिक्नेहरू कमेन्ट पनि मुजी पढ्नु जस्तो गर्छ कमेन्ट त राम्रो गर्नु डबल ट्याप गर त कान्छाहरू। समीरा त बोल्दै बोल्दैन ए माछिने राणा
क्यामेरा अफ गरेर छिकै माछाले अन्त बोल्न दिनु पर्यो नि बोल्न ओइ दिनु पर्यो चिम्से अनि नि बोलेको अरे बोलेको चाहिँ ओइ कसरी बोल्नु काले काले दाइले बोल्ने चलाउ ओइ मान्छेले चिम्से क्यामेरा अफ गरेर नि छिकै मेरो आइडी हुन्छ यो ममता विक्रम भनेको को हो म चिन्दिनँ है नचिनेको मान्छेलाई मैले जोइनै गर्दिनँ यही साथी मैले चिन्दिनँ यार तपाईँलाई फेरि केटीको नाममा केटा आउँछ यार लाडो देखाउँछ नक्कै अनि समस्या सोधेर फेरि सोधेर लाडो देखाएको हुन्थ्यो नि नसोधी देखाइदिन्छ क्या रन्डा चिक्न गएको रे हेर्नु है हेरौँ न अब ओइ घिसिङ चिक्न गएको हो के सुन्न अँ चिक्न गएको कि मा चिक्नलाई क्यामेरा अफ गर भनेको मान्दै मान्दैन हेर्न नाङ्गे हेर चुप चुप म चिप्दैछु भन्छ हेर्न साँच्चीको चिन्नु हो काले घिसिङ दाइ कस्तो काले दाइले साँच्चीकै खालि गएको। चिम्सेनी चिम्सेनी भन्छ साँच्चीकै गएको हो के बारमा ओइ हो र त्यही भएर क्यामेरा अफ गरेर बस्छ भने पुती पुती चढाएर फेरि अमिलो होला नि थुतुरो भए चिक्ने नुनिलो हुँदो रहेछ कहाँ अमिलो हुन्छ र अँ नुनिलो मार चिक्ने पुतिने पो गराउँछ अरे त भाइ त्यो चाटो भन्छ मैले सुनेको है भात खाँदा नि पुतिनै गराउँछ एकचोटि त मेरो पुतिनै गराउँछ फेरि म्याच चिक्ने कुन चाहिँले हो उल्टी गरेछ नुनिलो चाहिँ होइन त्यो निस्केको सेतो पानी पुरै त्यो नुन जस्तो हुन्छ होइन कि मोमेन्ट्स भएर रहेछ होइन खुना आयो नि माया चिक्ले चाड्दा चाड्दा खाइ पाएन अलिअलि आइरहेको रहेछ ए नुनिलो नुनिलो भयो यार खालि खै बत्ती बाल्छु ल भनेको बत्ती बालेको त माया चिक्ले कुनै कुन रहेछ फेरिको पापी नि भन्दै उल्टीको त्यो माछालाई कति चाच्ने भनेको थियो अरे त्यस्तो त भएको छैन है मलाई कस्तो भनेपछि म म्याट्ने खुन पनि चटाइस गाली गरेछ यार। अनि यार पाप लाग्छ यार त्यसमा तर होइन झुकुलमा त ठिकै पाप हुन्छ लाग्छ। कि जानको चाहिँ पाप लाग्छ यार उल्टी गरे बिचारा होइन नि त जानी जानी चटाएको भए पो पाप लाग्छ जान जान गरेको कि मलाई मिन्स भएको छ जान जान भनेको चाहिँ अनि तर मिन भएको थाहा हुँदैन अन्जानीमा त पाप लाग्दैन अनि तेरो मिन भएको थाहा हुँदैन भन्नु पर्दैन यस्तो भएको छ समिराको पुती ए भगवान् थाहा छैन समिराको त पुती हेर्न आएको म चाहिँ हेरेँ समिराको पुती हेर्न आएको अरे समिरा खोलेर देखाएको थियो अरे उत्तानो पटेर दा गरेर प्या परेको पुती सेतो छ बाबा ल समेरालाई समिराको 500 कुनै हान्ने मैले देखाइदिन्छु समेरालाई ब्ल्याक टी कस्तो नाम आयो मैले रिएक्टरलाई हात दिन्छ अब रिएक्टरले रिएक्टरै हो त यो ले कहाँ गयो रिएक्टर त लाइभमा हो देखिरहेको ए म्याच चिक्ने रेक्टरले त त्यसको लाइफमा गएको कि तान्दै तानिन रिस उठेर म यहाँ छु होइन रिएक्टर त एक्लै बसिरहेको थियो कसैले पनि तान्ने थिएन थियो